छ कि मेरो घरको याद आयो शङ्करसभा पाहाडको माछा लिएको छौँ सम्पूर्णमा नमस्ते सेवा। आज पनि धेरै समयपछि सदाझै नयाँ भिडियो लिएर आइसकेको छु अनि म सँगसँगै हजुरहरूलाई पनि आज धरानमा हुन गइरहेको उभौली पर्व यानि कि किरातीहरूको चाहिँ साकेला उभौली सिली नाच छ। एकदमै ठुलो मेला लागिरहेको छ अनि त्यहाँ चाहिँ म जान गइरहेको छु अनि त्यहाँ चाहिँ म हजुरहरूलाई पनि लग्नेछु। साथसाथै भोटे चाबी बाफ हो यो सुगुला चाबी दिने यहाँ हेर न नाम वैशाख महिनामा मनाइने उभौली पर्व जहाँ चाहिँ हामी किरातीहरूको चाहिँ धार्मिक सांस्कृतिक रीतिरिवाज जति पनि हामीले गरिने संस्कारलाई चाहिँ झल्काए। जुन समय चाहिँ एकदमै पुरानो समयदेखि नै चल्दै आएको 4000 5000 सालदेखि नै सुरु भएको हाम्रो जति पनि रीतिरिवाजहरूलाई चाहिँ यहाँ चाहिँ बचाउनुपर्छ जोगाउनुपर्छ भनेर चाहिँ
उधौली र उभौली पर्व, जहाँ चाहिँ वैशाख महिनामा गरिने मनाउनेलाई चाहिँ उभौली पर्व र अहिले किसानीहरूको लागि चाहिँ बालीनाली उब्जाउने समय पनि भनिन्छ। अनि राम्रो बालीनाली होस्, फलोस् भनेर हामीले प्रकृति पूजा पनि गरिन्छ यहाँ चाहिँ। शङ्करसभा पहाडको माछा लिएको छौँ। आगो पुग्दैछ। अब उहाँहरूको यो कम्पिटिसन उयो हो नि त, अहिले अब उहाँहरूको सब एक एक हेर्नु। यो चाहिँ मलाई दामी लाग्यो। कति नम्बर हो यो? कुन त? सेम क्या? सेम छ यो। उदाको यात्रा कार्य समितिको सचिवज्यूले जानकारी गराउँ। म धन्यवाद दिन चाहन्छु। संसारभरिबाट हामीलाई सहयोग प्राप्त भइरहेको छ र यहाँबाट हेर्दाखेरि जुन चाहिँ 60 मितिमाई धरानको दृश्य अवलोकन गर्न मिलिन्छ कि गाँसको समस्या छ, खाने कुराको समस्या छ, लाउने कुराको समस्या छ, बस समस्या नहोस् भन्न खातिर हामीलाई हाम्रो पुर्खाले सिकाएको सिप साकेला श्रेणी प्रदर्शनी साकेला कार्यक्रम समापन। यस कार्यक्रमका अध्यक्ष, त्यहाँबाट तपाईँहरूले यो चाडको यो चाहिँ कार्यक्रमको जति मजा लिइराख्नु भएको छ त्यो चाहिँ यहाँ मञ्चमा बसेर भाषण गरेर होइन, यस्तो उस्तो भनेर ठुल्ठुलो कुराहरू भनेर त्यति मजा चाहिँ आउँदैन। तर मजा आउने नआउनेसँग सरकार राख्दैन, भूमिकाको कुराहरू हो होइन। यो चाहिँ हाम्रो वाचिपा हुन्छ। अनि झ्याउ र सुँगुरको मासु, चटपटे पनि हुनेछ। यो कुरामा हामी सबैले चाहिँ होइन खुसी महसुस गर्न सक्छौँ भन्ने मलाई लाग्छ। यहाँहरू सबैको साथ सहयोग रहोस्। त्यो सञ्चालन गर्नका लागि पनि यहाँहरू सम्पूर्ण जातीय भाषिक जति पनि चाहिँ सङ्घ संस्था हुनुहुन्छ तपाईँहरूले नगरपालिकामा बिस्तारै सम्पर्क गर्दा हुन्छ। सञ्चालन ल्याइसकेपछि त्यहाँनिर तपाईँहरूले चाहिँ आफ्नो भाषाभाषीका आउँदा पिँढीलाई पढाउन सक्नुहुनेछ। ठुलै मान्छेलाई पनि हामीलाई भाषा थाहा छैन, हामीले त्यो छैन जति भन्यो समय मात्रै बर्बाद। यो चाहिँ वाचिपा हो होइन, कुखुराको तिते के, कुखुराको तिते हो, तर हाम्रो भाषामा चाहिँ वाचिपा भन्छ। धेरै कुरा के गर्ने, यो चटपटे श्रमको किताब भन्नुहुन्छ, ठिकै छ, मैले स्वीकार्ने। हामी भोलि श्रमदान गर्ने, सबै नखाने होइन। यतिखेर हामीले बचाउन सकेनौँ भने इनकेस त्यो पुल भत्कियो भने थोरैमा पनि हाम्रो चाहिँ 4-5 करोड क्षति हुन्छ र त्यो फेरि बन्नका लागि म लेखेर दिन्छु, थोरैमा 5 वर्ष लाग्छ। त्यो धनकुटे रोडको पुल होइन भत्कियो, एलोहिल चढ्तियोको छेउमा, त्यो बनाउनका लागि हामीले 5 वर्ष लाग्यो भनिसकेपछि त्यो आयोजकलाई धन्यवाद दिन चाहन्छु। कुनै एउटा ताली बजाउनुपर्छ, ताली बजाउनुपर्छ। यता तलतिर हामीले जग्गा थपिदिएका छौँ, त्यसले गर्दा यहाँ भएको, नत्र भने अघि चाहिँ यहाँ खुट्टा टेकाटेक गरेर होइन यहाँ बसिसक्नु हुनेवाला थिएन। अहिले उता गएर चाहिँ अलिकति घर हामी लागेको है कार्यक्रम हुँदै नै छ। हुने क्रममै त हामीले निस्केको यस्तो भिडभाड छ। अहिले त कति शीतल भयो, अघि यतिखेर घाम थियो, अहिले यस्तो शीतल है। मैले
1 केजी जेरी पनि किनिहाल्यो यहाँ गर्मीमा छरे मेलाको विशेषता भनेको नै जेरी हो क्या जेरी मेलाएर चाहिँ जेरी नखाने चाहिँ रिग्रेट हुन्छ है झन् म खानु मन लागेको थिएन साकेलाको भिडियो चाहिँ धेरै कुराहरू मैले देखाउन सकिनँ अनि आजको भिडियो चाहिँ यति नै रहेको छ अर्को भिडियोमा हामी फेरि पनि भेट्नेछौँ भन्दै थ्याङ्क यू फर वाचिङ